पनि मुखबाङ गर्ने टेबल फाइनली आयो। बुहारीले यहाँ अनबक्सिङ गर्दै हाम्रो टेबल यस्तो टेबल नभएर हामी साह्रै गाह्रो परेको थियो। आयो अब हाम्रो पनि अब गल तरिकाले मुखबाङ जानेवाला छ साथीहरू। ढ्याङ खालकै रहेछ होइन, यस्तो कालै चाहिएको थियो हामीलाई। ए नभएर कम त गाह्रो भयो थियो हामीलाई टेबल मुखबाङ गर्नलाई। राम्रो रहेछ गाइजहरू, टेबल पनि आइसक्यो फाइनली। हाम्रो ब्ल्याक पर्दा छँदैछ। अब अलिकति प्लेट पनि छ, अलिकति हाम्रो सुपहरू राम्रो देखिनको लागि सिसाको कचौरा पनि हामीले छिटै खरिद गर्दैछौँ। करिब सबै मिलाइसक्यौँ। दामी तरिकाले बेरिटो गरेछ ल फाइनली। यस्तो चारपाटे भ्याट त परेको हुन्छ साइडमा, ठाउँ रोगाएको थियो। अहिले राम्रो आइडिया, यो ठाउँ नरोक्ने आइडिया। ल यस्तो छ हाम्रो तल केही कचौरा सचौरा यसो राख्न मिल्यो होइन। कस्तो फिलिङ्स हुँदैछ त मुखबाङ गर्ने टेबल आएर बुहारीले? सो एक्साइटेड छु यहाँनिर राखेर पुरै डेकोरेसनका साथ खाँदाखेरि कस्तो होला भनेर एक्साइटेड छु। मुखबाङ गर्ने टेबल आयो। 10 प्याकेट च्यालेन्ज गर्न एक्साइटेड छ कि छैन आज? आज भातकै सट्टो रेडी हो। ल आयो क्या, 3 जनाले गर्ने हो क्या भाइ प्लिज। ल 6 मिनटमा 3 जनाले। ल 3 जनाले है, ल है रिक्वेस्ट है, 6 जनाले है। खाएन भने फेरि तिर्नुपर्छ नि फेरि। ल आज हाम्रो फेरि यहाँ मुखबाङ हुन आँटेको छ। 10वटा कडेन्ट नुडल्स आमा छोरा 3 जनालाई। अनि अन्डा पनि बोइल गरेका छौँ हामीले। अनि उता सनी साइड एग पनि बनाउँदै हो बुहारीले होइन। अनि त्यहाँबाट 10वटा नुडल्सको मुखबाङ चाहिँ अर्को मेन च्यानलमा आउँछ। अब यो कुकिङ गरेको चाहिँ एकछिन हाम्रो सेकेन्ड च्यानलको लागि चाहिँ खिचेको। यहाँ सेटिङहरू हुँदैछ ल। अनि यहाँ सेटिङ हुँदैछ टेबल चाहिँ हाम्रो यहाँ। यो चाहिँ सेकेन्ड च्यानलको लागि छोटो ब्लग। यसरी पाक्दैछ यहाँ बाबै हो। अब बाबै हो सर्लक्क तार्ने छ पनि ठुलो छ यो बुहारी, सानो भन्छ र अब भएकै सानो छ त के हो, एउटा यत्रो किन्नुपर्छ। अब 10 जान्छ त्यो पनि किन्ने। हामीलाई चाहिँ किन्दा यहाँ बुहारीलाई सनी साइड, 2टा केटीलाई 2 पिस। भगवान यी यसरी आज दरो जानेछ। तर अर्को मेन च्यानलमा शोभा अफिसियलमा। अब मेरो सेकेन्ड च्यानलको लागि चाहिँ यो हल्का खिचेको हेर्नु सक्नुहुन्छ। यता 10 प्याकेट मोले त चिसो छ झप्पै। 10 प्याकेट चाहिँ यसरी मोल्न आँटेको यहाँ। यो चाहिँ अब मुखबाङ अर्को ब्लगमा हेर्नु होला। अब चाहिँ यहाँ बिहान बेलुकाको ब्रस गर्ने कार्यक्रम चल्दैछ। बेलुकाको आफ्टर मुखबाङ आमा एन्ड छोराको ब्रस चल्दैछ। बिहान द सिन। अब चाहिँ म पनि ब्रस गर्ने हो एकछिनमा। ल साथीहरू आज चाहिँ हाम्रो नुडल्स 10 प्याकेट नुडल्स खाइसकेर चाहिँ यहाँ ब्रस हुँदैछ। दाल ब्रस पेट पनि ढलमस्सै पर्यो भन्दै यहाँ बुहारीले। बाबुले पनि यहाँ मुखबाङ गरिसकेपछि ब्रस गरेको हो। यो चाहिँ रातिको भिडियो हाम्रो मुखबाङ पछिको सर्ट भिडियो। आजको साँझ यस्तै गरेर बित्यो।